त्यसमा त थोरै हालिदिनु भयो क्या नहेरेर। Hello guys, welcome to my vlog. Hope you all are good. अनि सबैजना चाहिँ न्यू इयरमा चाहिँ रमाइलो गरेर एकदम कता कता घुम्न गएर चाहिँ फ्यामिलीसँग रमाइलो गर्नुभयो होला साथीहरूसँग। अनि हामी चाहिँ हाम्रो न्यू इयरमा चाहिँ के गर्यौँ भन्दा चाहिँ हामी बिहानै उठेर मन्दिर गयौँ। अनि चाहिँ मन्दिर गएर अब मन्दिर गएपछि अभियसली प्रसाद त लिनै पर्यो। अनि हामीले चाहिँ प्रसाद लियौँ। अनि मैले त्यहाँ के भनिरहेछु अनि मलाई आफ्नो चाहिँ त्यहाँ भोइस राख्न लाज लागेर चाहिँ मैले भोइस ओभर गरेको के साथीहरू। यहाँ हेर्नुहोस् हामी चाहिँ भर्याङ चढेर कति धेरै भर्याङ चढेर चाहिँ मन्दिर जाँदैछौँ। हामी चाहिँ कुन मन्दिर जानु लागेको भन्दा चाहिँ तानसेन पाल्पाको चाहिँ भैरव स्थान मन्दिरमा जानु लागेको है। इफ यु डोन्ट नो देन हजुरहरूले हेर्न सक्नुहुन्छ भैरव स्थान मन्दिर कस्तो छ भनेर। हजुरहरूले जताततै टिकटक फेसबुकमा पनि सर्च गरेर चाहिँ हेर्न सक्नुहुन्छ त्यहाँ के छ कसो छ भनेर चाहिँ हेर्न सक्नुहुन्छ। अनि म चाहिँ त्यत्तिकै साथीलाई चाहिँ भिडियो गर्न पठाएर म चाहिँ हिँडिरहेको थिएँ। हजुरहरूले देख्न सक्नुहुन्छ साइडमा प्रसाद बनाउने ठाउँ कति धेरै छ। अनि त्यहाँ चाहिँ ठुलो पाथी एक पाथीको पनि रोटी के अब प्रसाद त्यो बनाएर चाहिँ चढाउने चलन पनि छ। अनि हामीहरू चाहिँ एभ्री इयर चाहिँ गएर चाहिँ प्रसाद चढाउने गर्छौँ जुनलाई हामीले चाहिँ रोड भनेर भन्छौँ। अनि त्यहाँ चाहिँ आज चाहिँ न्यू इयर भएर चाहिँ यस्तो भिड थियो त्यहाँ लाइन हेर्नु न। हामी चाहिँ 1 घन्टाभन्दा पनि धेरै कुरेर चाहिँ बल्ल भित्र छिरेको। भित्र पनि यस्तो लाइन अब के गर्ने। अनि यहाँ त्यहाँ कति राम्रो फुल फुलेको थियो फोटो खिच्दै बस्यौँ। अनि त्यसपछि त्यहाँ परेवा चाहिँ बाटो बिर्सेर चाहिँ मान्छे धेरै देखेर अल्मलिएर कता जाम भएर बसेको थियो। अनि बाटो छड्दिएको गयो। अनि आफ्टर सो लङ हाम्रो पालो आयो। पालो आउने बित्तिकै फेरि त्यहाँको पण्डित बाजे कता जानुभयो। अब उता प्रसाद मिलाउन जानुभयो कि कता जानुभयो। त्यत्रो 1-1.5 घन्टा चाहिँ लाइन कुर्दा पनि ठ्याक्क पालो आउने बेलामा बाजे चाहिँ जानुभयो। त्यहाँ पनि फेरि कुर्न पर्यो। एकछिनसम्म कुरे त्यत्तिकै बसिरहे। अनि कति टाइम पछि बाजे आउनुभएको थियो। फेरि त्यहाँ बजे आउनुभयो अगाडि। अनि फेरि आफूभन्दा ठुलोलाई त अगाडि पालो दिन पर्यो नि, त्यही भएर फेरि बजेलाई पालो दिएँ। अनि त्यसपछि बल्ल मेरो पालो आयो। अनि त्यसपछि बाजेसँग टिका लाएर चाहिँ फेरि अर्को तलपट्टि चाहिँ यहाँ चाहिँ भैरव मन्दिर भयो के अरे। अनि त्यसको तलपट्टि फेरि माईको मन्दिर पनि छ कि। अनि त्यसपछि भैरव मन्दिरमा चाहिँ हामीले रोड चढाएर फेरि चाहिँ यता तल माईको मन्दिरमा पनि पूजा गर्न आयौँ। त्यहाँ पनि रोड चढायौँ। अनि त्यहाँको बाजेले पनि फेरि चाहिँ हामीलाई कुराउनु भयो। आज चाहिँ जता गए पनि कुर्ने भइरहेको थियो। अब मेरो यो वर्ष चाहिँ सबैलाई कुर्दा जाने भयो जस्तो छ। बिहान लाइन पनि कुर्यो। अनि फेरि त्यहाँ बाजे माथि पनि बाजेलाई कुर्यो। अहिले तल पनि फेरि बाजेलाई कुर्यो। यस्तै छ अब के गर्ने। अनि सबै टिका लाएर अनि यति पूजासुजा गरेर चाहिँ हामी घर फर्क्यौँ। मैले पूजा गरेको चाहिँ हेर्नु है कसरी पूजा गर्दो रहेछ। भाई
त्यसको सट्टा उ सेतो दिनु त्यो सेतो अनि भैरवस्थान गएर खानासाना खाएर फेरि हामी चाहिँ गुफाचोर भन्ने ठाउँमा देलगामा चाहिँ फुड फेस्टिभल अनि के प्रोग्राम थियो डान्स अनि हामी फेरि त्यहाँ हेर्न गएँ। न्यु इयर गए पनि रमाइलो गर्नुपर्छ यताउता भन्छ नि त मलाई चाहिँ अल्छिरहेको थियो। अब फेरि आन्टीहरूले जाम भनेर चाहिँ गइदिएको। हामी चाहिँ 3टा आन्टी हुनुहुन्थ्यो त्यसै हावातालमा मेरो साथी चाहिँ कोही पनि थिएन नि त्यही पनि आन्टीहरू के देखिन्थ्यो अरे हामी चाहिँ यति 4जना मात्र आएको 1 2 3 4 हाम्रो नास्ता के लेख्नु भयो त्यहाँ चाहिँ यस्तो गेम पनि रहेछ यस्तै गरेर पो आउनुपर्छ र रमाइलो होइन हजुरलाई कस्तो भइरहेको त यहाँ आएर एकदम रमाइलो नयाँ ठाउँमा आएको आज यस्तै रमाइलो भइरहेको है गुफाचोर ताल छ फेरि पानी छैन के गर्ने यस्तै छ यता यता बरु रमाइलो गर्नुभएको छ हामीलाई त अल्छी लागिसक्यो अब दूरबीन लाएर हेर्ने यहाँ मोमो पनि छ कि मोमो पनि बोकेर आइछि तपाईहरु कस्तो छ चटपटे एकदम मिठो आज हामी चाहिँ के डाँडा गरे यो गुफाचोर गुफाचोर हामी चाहिँ गुफाचोरमा आएको के रे गुफाचोर के ए हामी चाहिँ सबैजनालाई नमस्ते छ अनि यहाँ हामी चाहिँ गुफाचौरमा चाहिँ न्यु इयर मनाउन आएको हामी न्यु इयर चाहिँ यस्तो छ है यस्तो छ यस्तो पकौडा छ अनि फेरि यो मोमो छ मोमो अनि चटपटे यता यदि तपाईँहरूले हेर्नुहुन्छ भने यहाँ सबै लाउरेहरू मात्रै छन् चाउरेहरू मात्रै छन् सबै लाउरेहरू मात्र रहेछन् हामी मात्र चाउरे परेका रहेछौँ नमस्ते बाई बाई ह्याप्पी न्यु इयर आजको दिन सकियो सक्यो छैन अब साँच्चै एउटा टिकटकमा भन्छु नि यो अब छोरी माग्न आयो भने आमालाई चाहिँ लुकाएर राख्ने अरे के आमालाई रोज्छन् गरे भन्थ्यो साँच्चै भइन्छ कि मोमो छ यहाँ चाउमिन सबै ल भयो त्यो पुरा फेरि काम मिल्यो त कुरा चाहिँ मिलेन कुरा चाहिँ उस भयो के भयो फिनिस भयो मोमो खाने भए आउनुहोस् भिन्ता मोमो खाऊ के छौँ ए भिन्ता खा यहाँ छौँ कि हामीले खा फेरि आइसक्रिम खाने अलि धेरै हालिदिनु है बाजे यसमा त थोरै हालिदिनु भयो क्या नहेरेर थोरै भयो अँ अब तर ठेलावाला लिन्छ होइन अलि धेरै दियो भने अब थोरै भयो नहेर्दाखेरि थोरै हालिदिनु भयो अघि न धेरै हालिदिनु भएको यस्तो यस्तो नभन्नुहोस् अलि धेरै
आवाज सुनाउनु पर्यो है कति राम्री म त कति राम्री कति राम्री म त स्याउली बजारमा लु स्याउली बजारमा हजुरले गीत आउनुभयो आवाज यताबाट आएन है फोटोमै राखेर सेयर गरेको हो बुझेन उहाँले यतिले देखेसी मुटु ठुक्क 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 यतिले देखेसी मुटु ठुक्क ठुक्क. Okay, this much for today. Hope you all did so much fun on New Year and see you on next video. Bye bye.